Hi everyone, नमस्ते फ्रम रारा लेक। अब हामी फाइनल्ली रारा लेकमा आइसकेका छौँ। आइपुग्नु त हिजो नै आइपुग्या हो। अब हामी होटलको बसाएपछि अब बिस्तारै घर फर्किने तयारीमा छौँ। अब हामी चाहिँ अहिले तालको चाहिँ पारी छौँ। अब यो चाहिँ तपाईँको यहाँनिर चाहिँ बोटिङ गरेर वारी भनौँ न, हिजो हामी आएको ठाउँलाई वारी, यता चाहिँ पारी भन्दो रहेछ। वारी जानको लागि टिकट काउन्टरहरू, बोटिङको लागि अब हामी पारी जानको लागि तयारी गर्दैछौँ। यता मेरो आदरणीय मामा, गुड मर्निङ। कस्तो भयो रारा लेकको चाहिँ यात्रा? एकदम रमणीय। जिन्दगीमा एकचोटि आउनै पर्ने ठाउँ। हजुर, आउनै पर्ने ठाउँ, एकदम रमणीय लाग्यो मलाई, एकदम खुसी पनि लाग्यो। अब हामी फर्कँदैछौँ आज, होइन? ल हस्, हुन्छ, धन्यवाद मामा। यता चाहिँ यो टिकट काउन्टर सहित यो माथिहरू भनौँ न, यो रेस्टुरेन्ट प्लस कटेजहरू छ। यो चाहिँ पारी जानको लागि बोटहरू रेडी छ। आज हामी अब 5-10 मिनटपछि चाहिँ हिजो हामीले चाहिँ हामी सोल्लेदीबाट रारा आउँदै गर्दा हामी चाहिँ त्यो पारिपट्टिको चौरमा झऱ्यौँ। त्यस पछाडि यता चाहिँ हाम्रो होटल चाहिँ यो थोरै डाँडो पछाडि थियो, त्यहाँ गयौँ, बस्यौँ। अब तपाईँहरू पनि यदि रारा आउन चाहनुहुन्छ भने आउनु होला। अब हामी सबै मिलेर हाम्रो भूगोल, हाम्रो सम्पदाहरूलाई चाहिँ माया गर्नुपर्ने जस्तो लाग्छ मलाई। यद्यपि तपाईँहरू पनि रारा आउन चाहनुहुन्छ भने एकचोटि आउनु होला। रमाइलो छ रारा, राम्रो छ, सफा, सुन्दर।